पड्काउन के अब उहाँ पो पुगेको पड्किँदै पड्केन भयो पर्दैन भयो है भयो नचाहिने काम नगर काफरी ल जाऊँ कसरी यहाँ यस्तो भिरालो छ यहाँ पनि यस्तो भिरालो छ चढ्छ तिमी अनि खोइ ऊ त्यो बाटो मर्निङ वाक गरेर फर्किनेवाला यो चिया पसल तिमीलाई त ए ल ल भयो त कहाँ चढ्न गएको यो पछाडि देखेँ कस्तो रहेछ ए अझ अभिरे आइसके अब बाटोमा हेर तपाईँलाई हेर्छु म कस्तो राम्रो बाटो है ओ यहाँबाट एउटा बाटो छ तर यहाँबाट खाइपुग्छ होइन होइन भने त्यो नेचुरल टोइलेट हो नेचुरल टोइलेट पेपर हाम्रो भुइँमा छ ए हाम्रो खुट्टा मुनि छ ओ यहाँबाट पनि नेचुरल टोइलेट जानुपर्छ यहाँबाट पनि छ मामा त्यहाँ मान्छेको ब्याग हो कि के अड्केछ नि त ए ज्याकेट नै हस्